हस् रातो साडीमा म त किचकिन जस्तो लाग्यो। म त धन्नै ढलिन। यहाँ बस्नु हुन्न हेर्छौँ यहाँ बस्नु हुन्न पागल छ एक्लै बोल्दै बसिरहेको छ। को गयो मेरो पछाडिबाट? कोही पनि देख्दिन त। ह्या जेसिको को हो त्यो? क्यामेरामा देखिन्छ, आँखाले हेर्दा देखिन। मोबाइलमा देखिन्छ, बाहिर आँखाले हेर्दा देखिन। होइन कसैलाई होइन। होइन त मोबाइलमा कहाँ भेट्छु? कतै यही केटी त अगाडि थिएन। यसले पनि रातो साडी लगाएको थियो, त्यसले पनि रातो साडी लगाएको थियो। हेर्नु है यो जङ्गल एकदम डेन्जर छ, यताउति एक्लै नघुम्नु होला। म एउटा युट्युबर भ्लगर, प्रकृतिलाई माया गर्ने प्रेम गर्ने भएकोले म यसो प्रकृतिको भिडियोहरू सुट गर्दैछु। हस् कस्तो सातो नै लाने गरेर डराइदियो। म त किचकिने आयो कि भने अझै गएछन् यार। यो जाओस् नजाओस् म आफै जान्छु। यो पो रहेछ, किन ढिला आएको? घरबाट निस्किनै ढिला भयो। त यहाँ आइसकेको रहेछ त। सातो लिस यार। एउटा केटीले सातो लियो, अहिले तैँले लिस। मुटु ढोक ढोक गरे। केटी? यस्तो जङ्गलमा केटी कहाँबाट आयो यार? भन्न भन्, कहाँबाट आयो केटी? कहाँबाट? ठुक्क तेरीमा थर्के। तेरो दिमागमा केटी भाइ अरू के आउनु है? त्यो केटी कहाँ गयो यार? यस्तो डरलाग्दो जङ्गल छ यहाँ, कहाँ गयो? खै रातो साडीमा म त किचकिन जस्तो लाग्यो। म त धन्नै ढलिन। हो मैले तँलाई पहिले भनेको नि, नेगेटिभ पछि र पोजिटिभ पछि हुन्छ भनेर। तैँले विश्वासै गर्दैनस्। धन्न तँलाई किचकिनले त्यो छलेन ल। छलेको भए तेरो जिन्दगी बर्बाद हुन्थ्यो। ए बसन्त
कोसँग बोल्दैछस् त एक्लै एक्लै? कोसित म त बिजी को छ यहाँ? कोसँग नि होइन यार यहाँ जाउँ यहाँ बस्नु हुन्न यार जाउँ यहाँ बस्नु हुन्न पागल रहेछ, एक्लै एक्लै बोल्दै बसिरहेको छ यहाँ। के भन्दैछिस् रे? किन त एक्लै बोला त्यहाँ हावा मान्छे? होइन त्यस्तो केही होइन के त्यहाँ पिसप खेल्न गएको थिएँ त्यहाँ सर्प देखेँ त्यही भएर डर लागेर भागेँ ए त्यस्तो त नभए त सबैले डराउने। ए तँलाई के थाहा यार सर्प त्यस्तो थियो भयो। त्यसलाई देखेर भागेँ अब एउटा सर्व तँलाई के गर्छ यार? यस्तो हुनु कि यार तँलाई बहुत डर लाग्यो यार दस त हुन्न तँलाई यार। बहुत डर लाग्यो यार नबस्ने यार कसले सर्वले के गर्छ? जाउँ जाउँ यार जाउँ धन्न ज्यान छ यो यार, ज्यान छ त जहान छ। कोही त आएन पछाडि। ए बसन्त हेर त त्यो लेडिजको सारीको तल बाइकको टायरमा अड्किन लागेको छ। हेर त हेर त ए हो त यार त्यहाँ हो भनिदिउँ यार त्यसलाई भरे एक्सिडेन्ट हुनसक्छ यार। ल ल हिँड, त्यहाँ जाउँ। ओ म्याडम तपाईँको साडी लत्रिएको छ अलि माथि सार्नुहोस् फेरि एक्सिडेन्ट होला है धन्न हामीले त्यो लेडिजको ज्यान बचायौँ यार हो नि यार, सामाजिक सञ्जालमा यस्ता कुराहरू धेरै देखिन्छ नि हो यार हो। बिचरा त्यो लेडिजको ज्यान हामीले गर्दा जोग्यो यार। ए हिँड ल, हिँड्छ हिँड। सर अघि तपाईँहरूले के भन्नुभएको? म त पुरै बुझिनँ नि तपाईँहरू। अघि तपाईँको पछाडि जुन लेडिज बस्नु भएको थियो नि उहाँको साडी लत्रिएको थियो पछाडि लेडिज अरे? केही दुर्घटना नहोस् भनेर हामीले तपाईँलाई भन्न खोजेको हो अनि उहाँलाई देख्दिनँ त म कहाँ झराल्नु भयो उहाँलाई हेर्नु सर, म बजारबाट निस्केदा एक्लै निस्केको र बाटोमा कोही लेडिजलाई पनि राखेको छैन र तपाईँले मेरो पछाडि लेडिज कसरी देख्नुभयो? नचाहिने कुरा गरेर हुन्छ? होइन, अघि हामीले आँखाले देखेको तपाईँले लेडिज लिएर आउनु भएको थियो। अनि अहिले खै त उहाँ कहाँ हुनुहुन्छ? के भन्छ नि उनले मेरो पछाडि लेडिज देखेर? के हो कुरो? तपाईँले किन ढाट्नुहुन्छ ल्याएको छैन भनेर? साला मलाई एक्लै छोडेर यहाँ मिटिङ गरेर बसेछ। काम छैन जङ्गलमा डराउनु दिने यहाँ पनि डराउनु दिने होइन के हो तिम्रो बिच बाटोमा मिटिङ बसेको? हेट वायत मान्छे बेकारमा डराउनु दिन्छ यार हेट को यो मान्छे फेरि पिच बाटोमा बाइक तर्साउने? के वायर नचाहिने कुरा गर्छ नि यार। यस्तो एकान्त जङ्गलमा मेरो बाइक पछाडि केटी